सूत्रधार होइन। यसका लागि जरुरी छ उचित परामर्श र सही गन्तव्य पहिचान। त्यसैले छ रियाक्सन नेपाल कन्सल्टेन्ट। हामी कहाँ वैदेशिक अध्ययनका लागि उचित परामर्शका साथै के भएको भाइ पुरै चोट लागेको रहेछ दाइ। एउटा फोटो खिचिदिनु न, म उसलाई यसो सहयोग गर्छु। यस्तो चोट लागेको रहेछ है, यसो हेर्नु पुरै चोट लागेको रहेछ तपाईँको। फोटो खिचिदिनु अलि उताबाट क्लियर आउने गरेर। फोटो फोटो अलि क्लियर आउने गरेर, टाढाको दुवैजनाको ट्याक्क दिएको हिसाबमा आउने गरेर खिचिदिनु न। के काम गर्न सकिने हेर्नु, घाउ गरेर पाकेर डक्टरले नि बोधा छैन भन्नु। हस् धन्यवाद भयो दाइ। के भयो भाइ? त एउटा फोटो खिचिदिनु न, म उसलाई यसो सहयोग गरेर जस्तो गर्छु है। फोटो खिचिदिनु न तपाईँको एउटा, म उसलाई पठाइदिन्छु कि। अलि यताबाट क्लियर आउने गरेर खिचिदिनु न, अलि यताबाट क्लियर आउने गरेर। अलि टाढाबाट ठ्याक्क मेरो पनि आउने गरेर खिचिदिनु न फोटो। के भएको यो? के गर्ने घाउ भएको है? के भएको भाइ यो? घाउ पाकेर अलि क्लियर आउने गरेर खिचिदिनुहोस् ल। हस् धन्यवाद भयो भाइ। पैसा मेस तँलाई किन पैसा चाहियो? तँलाई किन पैसा चाहियो? मेसला यसो यता बेलुका हालिदिउँ भनेर फेसबुकमा यसो गरे कि आयो। यसो बेलुका हालिदिउँ भनेर क्या। तँलाई किन पैसा चाहियो? तँलाई किन पैसा चाहियो? तँलाई किन पैसा चाहियो? तँलाई किन पैसा चाहियो? मैले त यसो हाल्नु पो, यसो बेलुका चाहिँ फेसबुकमा हाल्नु पर्नु पो भनेर दिएको त। यसो बेलुका हालिदिउँ भनेर पो दिएको त मैले त, यसो सोसियल एक्सपेरिमेन्टमा। यस्तो खाइलाग्दो मान्छे छ त्यस्तो खाइलाग्दो मान्छे छ, त्यस्तो खाइलाग्दो मान्छेलाई दिएर हुन्छ त? भाइ यस्तो खाइलाग्दो मान्छे माग्नु बसेर हुन्छ त? काम गरेर खानु पर्छ नि। चोट लागेर मान्छे यस्तो खाइलाग्दो छ मलाई। हेर्नु यस्तो खाइलाग्दो छ। अब यो घाउ हो कि होइन? अब मलाई चाहिँ सुरुमा चाहिँ दिन मन लाग्यो कि, अनि पछि यसो हेरेँ अब त घाउ हो कि होइन? हेर्नु मान्छे हेर्नु कति खाइलाग्दो हो कि होइन साथी? कस्तो कोही मान्छेलाई कोही बिरामी यस्तो खाइलाग्दो मान्छे छ, ब्यान्डेज बाँध्ने बिरामी हुन्छ। यस्तो खाइलाग्दो मान्छे छ यार, कामसाम गरेर खानु छैन, खाइहाल्छ के त नसक्नु खाइलाग्दो छ। माया लाएर आयो कि ड्युटी जस्तो लाग्यो। यस्तो हेरेको त्यही त घाउ फेरि बाँधेको छ है। त्यही त हेर्नु, यस्तो घाउ त पुरै बाँधेको छ। पाकेर यहाँ हेर्नु न, घाउ खोलेर हेर्नु त कस्तो छ खोल्नु न, आएर खोल्नु न यहाँ। यस्तो अब यो घाउ हो कि होइन के थाहा भयो? छैन कसको हो यो घाउ पनि? पुरै एक्सिडेन्ट भइरहेछ है। तपाईँ हाँस्ने मान्छे दुःख पऱ्यो बेला हाँस्ने। तपाईँलाई यस्तो भयो, तपाईँ के गर्नु भन्नु त? मैले अहिले के भयो? तपाईँ रुनु भएको यो मान्छे चोट लागेर मरेको बेला भएको छ। हामी के रुनु? अब हामी रुनु कसरी हाँस्न पाइन्छ? भोलि आफूलाई पर्दा थाहा हुन्छ। नाच्छ त यहाँनिर, तपाईँले उठ्छ बिदाई मान्छे। अब आँखा लडिदिएको मान्छे यहाँ लडेर यहाँ उपचार गरेर बिराज भएको नहुने भएर यहाँ लडिरहेको छु। तपाईँले के प्रमाण दिनु? मैले के प्रमाण दिनु भन्नुहोस् त? विदेश गएको होइन नि मान्छे। म पाहाडबाट आएको यहाँनिर उपचार गर्न भएर बस्नुबाट आएको म।
खास गरी त हामीले सोसल एक्सपेरिमेन्ट मात्र गरेको ऊ मेरै साथी हो होइन यो समाजमा आइरहेको छ त्यहाँबाट यो गर्छ भने खिचिरहेको छ लाइन छोडिदिन्छ त्यहाँबाट भिडियो खिचिरहेको छ त्यहाँबाट होइन मान्छेहरूले कस्तो रियाक्सन दिन्छ भनेर हामीले गयो भने त जसले पनि तपाईँको यो च्यारिटी सोहरूमा हुन्छ त्यही भएर हामीले सतर्क गराउनलाई भिडियो चाहिँ बनाएको सरी है प्रो एकछिन लागेको अहिले यस्तै भइरहेको छ नि त मार्केटमा तपाईँको माग्ने माग्नेले पाउँदैन धेरै धेरै धन्यवाद तपाईँहरूलाई है सुन्नु न दाइ सुन्नु हामी सोसल एक्सपेरिमेन्ट गरेको के हामी युट्युब च्यानलबाट होइन यहाँबाट भिडियो खिचिरहेको छ हजुर ब्रो हामीले प्र्याङ्क गरे ब्रो यहाँबाट सुट गर्दैछ प्र्याङ्क गरे मेरै साथी हो जस्ट फर प्र्याङ्क मात्रै कि यसो सोसल एक्सपेरिमेन्ट सोसल एक्सपेरिमेन्ट गरेँ कि जस्तो माग्नेलाई कस्तो व्यवहार गर्छन् आजभोलि यसरी भइरहेछ नि त घटना त्यही भएर हामीले सोसल मात्रै एक्सपेरिमेन्ट गरेको कि प्र्याङ्क भिडियो गरे कि कस्तो रियाक्सन आउँछ भनेर हामीले जान्न मात्रै खोज्यो कि हामी द बोस प्र्याङ्क हजुर होइन युट्युबमा आउँछ हेर्नु न बुधबार अब मान्छेले कहाँ सहयोग गर्छन् त गर्दैनन् नि त्यही त आजभोलिका मान्छेले कहाँ मान्छे